जनता कोरोनाको मारमा नेकपा सत्ताको जितारमा जनता कोरोनाको मारमा नेकपा सत्ताको जितारमा समयदेखि नै हामीले चुनाव हार्ने अवस्था रहँदै पनि हामीले निर्वाचन गराएका छौँ। तपाईँहरूलाई थाहा छ 64 सालमा हामीलाई थाहा थियो माओवादीहरू बन्दुकको क्याम्पमा आफ्ना सेनाहरू राखेर बसिरहेका थिए। त्यो अवस्थामा गिरिजाप्रसादले मैले यो शान्ति प्रक्रियाको नेतृत्व गरेर मैले यहाँसम्म लिएर गएको हुँ। त्यो जनतालाई मैले शान्तिको बाटोमा अगाडि लिएर जानुपर्छ। नेपाली काङ्ग्रेस हारोस् जितोस् त्योभन्दा पनि जनता अधिकार सम्पन्न हुनुपर्छ। जनता शान्तिको सास फेर्न पाउनुपर्छ। आफ्नो रोजीरोटीको परिवारको बिचमा घरमा बसेर गर्न पाउनुपर्छ। त्यसै कारण म निर्वाचन गराउँछु, म चुनाव काङ्ग्रेसले हारे पनि म चुनाव गराउँछु भनेर हामी 64 सालको निर्वाचन तपाईँलाई थाहा छ हामीले गराएका थियौँ। त्यसै गरी अहिलेको निर्वाचनमा पनि जब स्थानीय चुनाव भइसकेपछि हामीले आफ्नो अवस्था देखेका थियौँ कि एमाले अगाडि आइरहेको थियो। त्यो बेलामा चुनाव गराउँदाखेरि फेरि नेपाली काङ्ग्रेस तल पर्छ भन्ने हामीलाई थाहा थियो र हामीले 6 महिना 7 महिना अझ सार्न सक्ने अवस्था पनि नेपाली काङ्ग्रेसलाई अवसर थियो सरकारलाई। तर पनि त्यो पनि नगरेर यो देशले जित्नुपर्छ, संविधानले जित्नुपर्छ, देशलाई हाम्रो नेतृत्वमा आएको संविधान कार्यान्वयनको दिशामा अगाडि जानुपर्छ। त्यसै कारण हामी चाहिँ चुनावमा जानुपर्छ। काङ्ग्रेसले हारोस् या जितोस्, भोलि फेरि यो व्यवस्था एउटा सिस्टममा गयो भनेदेखि काङ्ग्रेस फेरि सत्तामा आउँछ। त्यसले गर्दाखेरि सत्ताको लागि मात्रै होइन, जनताको अधिकारका लागि, संविधान रक्षाको लागि हामी निर्वाचनमा जानुपर्छ भनेर नेपाली काङ्ग्रेस निर्वाचन गएको। त्यसै कारण हामी अहिलेको सन्दर्भमा पनि के हो भने हामी कानुनी राज्यलाई मान्छौँ। अहिले संविधानको अन्तिम व्याख्याताको रूपमा यो न्यायालयलाई मानेको छ, सर्वोच्च न्यायालयलाई मानेको छ संविधानले। र अहिले त्यहाँ मुद्दाहरू पनि 12वटा जति मुद्दा परेका छन्। त्यसमा सुनवाई यही 22 गतेदेखि रेगुलर सुनवाई हुँदैछ। नेपाली काङ्ग्रेस यो जुन अहिले केपी सरकार ओलीले गरेको असंवैधानिक कदमको विरोध गर्दै हामीले त्यो सरकार यो सर्वोच्च न्यायालयले जुन निर्णय गर्छ, चाहे त्यो संसद पुनर्स्थापनाको गरोस् चाहे त्यो निर्वाचनको गरोस्, त्यो दुवै अवस्थामा नेपाली काङ्ग्रेस जनतालाई सचेत बनाउँदै पनि हामीले अन्य यो सडकमै आएर त्यसको विरोध गर्न सकेका थिएनौँ यो कोरोना कारणले। तर आज देशै एउटा संविधानमाथि जुन आक्रमण भएको छ त्यसको कारणले बाध्य भएर नेपाली जनतालाई हामीले आफ्ना कुराहरू राख्न जरुरी भयो। त्यसकारण हामी आदरणीय दर्शकवृन्द, नेपाली काङ्ग्रेसले देशव्यापी रूपमा गरेको आन्दोलनका विषयमा संविधान सभाका सदस्य एवं युवा नेता राजु खनालसँग आन्दोलनको सान्दर्भिकता के हो र किन आन्दोलन गर्यो यही विषयमा केही कुरा गर्ने जमर्को गरेका छौँ। राजुजी, यहाँलाई स्वागत छ। धन्यवाद। राजुजी, आज देशका 165 निर्वाचन क्षेत्रमा तपाईँहरूले सामूहिक रूपमा आन्दोलन गर्नुभएको छ। किन, के का लागि आन्दोलन गर्दै हुनुहुन्छ? हामीले अहिले कार्यक्रमको बिचमा पनि तपाईँहरूको बिचमा हामीले आफ्ना कुराहरू राखेका छौँ कि नेपाली काङ्ग्रेसको नेतृत्वमा जुन संविधान निर्माण भयो, जसलाई लामो समयपछि नेपाली जनताले आफ्ना प्रतिनिधिहरूबाट लोकतान्त्रिक संविधान जहाँ जनताका अधिकारहरू प्रतिबिम्बित गरिएको छ त्यो संविधान निर्माण गरियो र त्यसलाई संरक्षण गर्नका लागि नेपाली काङ्ग्रेसकै नेतृत्वमा 3 चहको चुनाव हामीले सम्पन्न गऱ्यौँ र अहिले 2/3 सरकार कम्युनिस्ट सरकारको त्यसमा शासन गरिरहेको बेलामा उनीहरूले जुन यत्रो नेपाली जनताको बलिदानपछि प्राप्त भएको संविधानमाथि नै आक्रमण हुने गरी संविधान यो संसद विघटन गर्ने जुन निर्णय गर्यो त्यसको खिलाफमा जुन अहिलेको सरकार यो ओलीजीले नेतृत्व गरिरहनु भएको कम्युनिस्ट सरकार छ, त्यसका नेताहरूको बिचको आफ्नो पदीय झगडा, स्वार्थको झगडा, जसका कारण आज देशको संविधान धरापमा पारेको, त्यसका विरुद्धमा जनतालाई सुसूचित गराउनका लागि र त्यसका विरुद्धमा जनतालाई जानकारी गराउनका लागि हामीले सडकमा आउनु परेको अवस्था हो। राजी, तपाईँहरू अहिले चाहिँ आन्दोलनको घोषणा गरिराख्नु भएको छ। विगतमा मुलुक प्रतिपक्ष विहीन जस्तो देखिन्थ्यो। त्यो पिरियडमा आन्दोलनको कतै कुरो उठेन। अहिले आएर आन्दोलनको कुरो जोर तोर रूपले उठाइराख्नु भएको छ। किन?
अब यो तपाईँहरूलाई पनि थाहा छ 2/3 नेपाली जनताबाट अनुमोदित भइसकेको सरकार भइसके पश्चात हामीले 1.5 वर्ष कमसेकम उनीहरूले काम गरेको काम हेर्न पर्ने एउटा लोकतान्त्रिक पार्टी भएको हुनाले एउटा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारणले अर्को सत्तामा चलाइरहेको जुन सरकार छ त्यसलेलाई हामीले रचनात्मक सहयोग गर्ने हामीले प्रतिबद्धता जनताको बिचमा हामीले व्यक्त गरेका थियौँ। संसदभित्र पनि नेताहरूले त्यो व्यक्त गर्नुभएको थियो कि यो पार्टीहरूले राम्रो काम गरेर गयो, सरकार राम्रो काम गरेर गयो, जनताको हितमा काम गर्यो, संविधानलाई बचाउने स्तरमा काम गरेर गयो भनेदेखि त्यसलाई हामीले साथ दिएर अगाडि जानुपर्छ र सरकारले गलत काम गरेको जुन छ त्यसलाई हामीले जनताको बिचमा लिएर जानुपर्छ र त्यसको विरोध गर्छौँ भनेर हामीले भनेका थियौँ र उनलाई कमसेकम 1.5 वर्ष काम गरेर जानका लागि हामीले त्यो समय दिन जरुरी थियो। त्यस लगत्तै तपाईँहरूले देख्नुभयो हामीले आफ्ना कुराहरू पनि संसदभित्र हामी नेताहरूले व्यक्त गर्नुभएको छ। जुन भ्रष्टाचारका कुराहरू, जुन सुशासनका कुराहरू सरकारले दिन सकेन, जुन निर्मला लगायत जुन महिला हत्या, हिंसा र यो जुन बलात्कारका कुराहरूमा पनि नेपाली काङ्ग्रेसले संसदभित्र र मिडियाहरूको माध्यमबाट पनि त्यसलाई जनताको बिचमा पुर्याउने प्रयत्न गरिरहेको छ र बिचमा कोरोनाको कारणले पनि हामीले चाहेर पनि अहिले जुन एउटा जिम्मेवार पार्टी भएका कारणले यो बेलामा सडकमा हामीले जान हुँदैन भन्ने हामीलाई लागेको थियो र अहिले पनि हामी रहरले यो सडकमा आएका छैनौँ। अहिले पनि यो कोरोनाबाट मान्छेहरूको मृत्यु भइरहेको छ, रोग लागिरहेको छ। त्यो अवस्थामा बाध्यतावश हामी फेरि सडकमा आउनुपर्ने अवस्था आयो। सरकारले कोरोनामा को बेलामा उनीहरूले गरेका गतिविधिहरू तपाईँहरूलाई थाहा छ। जनताहरूलाई सेवा सुविधा दिनेहरू भन्दा पनि कसरी भ्रष्टाचार गर्न सकिन्छ। एउटा मजदुरहरू काठमाडौँको गल्लीहरूमा तपाईँहरूले थाहा पाउनुभयो, खाना नपाएर भोकभोकै मरे। कैयौँ बिरामीहरू हस्पिटलमा बेड नपाएर मरे, हस्पिटल जाँदाखेरि बिरामी भर्ना नगरिदिएर मरे। कैयौँ ठाउँमा तपाईँले थाहा छ, तपाईँहरूको र यसै गरी यो टेस्टहरू नगरेर यसलाई क्वारेन्टाइनहरूको राम्रो व्यवस्था गरेर पटक पटक नेपाली काङ्ग्रेसले भनेको थियो कि सरकारलाई सचेत गराएको थियो। यति मात्रै होइन, प्रतिपक्षमा बसेको काङ्ग्रेसले पहिलो पटक सरकारलाई 50 लाखको नगद जम्मा गरिदिएर उनीहरूलाई जनताको सेवा सुविधामा अगाडि बढोस् भनेर हामीले त्यो पैसा समेत जम्मा गरेका थियौँ। तर त्यो अनुसारको काम नभएको तपाईँ हाम्रो अगाडि विदितै छ। त्यो रहँदै पनि हामीले अन्य यो सडकमै आएर त्यसको विरोध गर्न सकेका थिएनौँ यो कोरोना कारणले। तर आज देशै एउटा संविधानमाथि जुन आक्रमण भएको छ त्यसको कारणले बाध्य भएर नेपाली जनतालाई हामीले आफ्ना कुराहरू राख्न जरुरी भयो। त्यसकारण हामी राजुजी, प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशका लागि भनेर अहिले निर्वाचनको घोषणा गर्नुभएको छ, मध्यावधिमा जाने भन्नुभएको छ। अनि तपाईँहरू त्यसको विरुद्धमा हुनुहुन्छ। संसद पुनर्स्थापनाको कुरो पनि उठाइरहनु भएको छ। तपाईँहरू चुनावमा जान डराएर हो या के कारण? होइन, हामी नेपाली काङ्ग्रेस तपाईँहरूलाई थाहा छ विगत समयदेखि नै हामीले चुनाव हार्ने अवस्था रहँदै पनि हामीले निर्वाचन गराएका छौँ। तपाईँहरूलाई थाहा छ 64 सालमा हामीलाई थाहा थियो माओवादीहरू बन्दुकको क्याम्पमा आफ्ना सेनाहरू राखेर बसिरहेका थिए। त्यो अवस्थामा गिरिजाप्रसादले मैले यो शान्ति प्रक्रियाको नेतृत्व गरेर मैले यहाँसम्म लिएर गएको हुँ। त्यो जनतालाई मैले शान्तिको बाटोमा अगाडि लिएर जानुपर्छ। नेपाली काङ्ग्रेस हारोस् जितोस् त्योभन्दा पनि जनता अधिकार सम्पन्न हुनुपर्छ। जनता शान्तिको सास फेर्न पाउनुपर्छ। आफ्नो रोजीरोटीको परिवारको बिचमा घरमा बसेर गर्न पाउनुपर्छ। त्यसै कारण म निर्वाचन गराउँछु, म चुनाव काङ्ग्रेसले हारे पनि म चुनाव गराउँछु भनेर हामी 64 सालको निर्वाचन तपाईँलाई थाहा छ हामीले गराएका थियौँ। त्यसै गरी अहिलेको निर्वाचनमा पनि जब स्थानीय चुनाव भइसकेपछि हामीले आफ्नो अवस्था देखेका थियौँ कि एमाले अगाडि आइरहेको थियो। त्यो बेलामा चुनाव गराउँदाखेरि फेरि नेपाली काङ्ग्रेस तल पर्छ भन्ने हामीलाई थाहा थियो र हामीले 6 महिना 7 महिना अझ सार्न सक्ने अवस्था पनि नेपाली काङ्ग्रेसलाई अवसर थियो सरकारलाई। तर पनि त्यो पनि नगरेर यो देशले जित्नुपर्छ, संविधानले जित्नुपर्छ, देशलाई हाम्रो नेतृत्वमा आएको संविधान कार्यान्वयनको दिशामा अगाडि जानुपर्छ। त्यसै कारण हामी चाहिँ चुनावमा जानुपर्छ। काङ्ग्रेसले हारोस् या जितोस्, भोलि फेरि यो व्यवस्था एउटा सिस्टममा गयो भनेदेखि काङ्ग्रेस फेरि सत्तामा आउँछ। त्यसले गर्दाखेरि सत्ताको लागि मात्रै होइन, जनताको अधिकारका लागि, संविधान रक्षाको लागि हामी निर्वाचनमा जानुपर्छ भनेर नेपाली काङ्ग्रेस निर्वाचनमा गएको। त्यसै कारण हामी अहिलेको सन्दर्भमा पनि के हो भने हामी कानुनी राज्यलाई मान्छौँ। अहिले संविधानको
अन्तिम व्याख्याताको रूपमा यो न्यायालयलाई मानेको छ, सर्वोच्च न्यायालयलाई मानेको छ संविधानले। र अहिले त्यहाँ मुद्दाहरू पनि 12वटा जति मुद्दा परेका छन्। त्यसमा सुनवाई यही 22 गतेदेखि रेगुलर सुनवाई हुँदैछ। नेपाली काङ्ग्रेस यो जुन अहिले केपी सरकार ओलीले गरेको असंवैधानिक कदमको विरोध गर्दै हामीले त्यो सरकार यो सर्वोच्च न्यायालयले जुन निर्णय गर्छ, चाहे त्यो संसद पुनर्स्थापनाको गरोस्, चाहे त्यो निर्वाचनको गरोस्, त्यो दुवै अवस्थामा नेपाली काङ्ग्रेस जनतालाई सचेत बनाउँदै हामी जान तयार छौँ। राजुजी, अब निर्वाचन मध्यावधि निर्वाचनको कुरा आइसकेको छ र संसद पुनर्स्थापनाको कुरो पनि तपाईँहरूले उठाइराख्नु भएको छ। नेपाली काङ्ग्रेस दुवै चिजलाई लिएर अगाडि बढ्न सक्छ? हामी अहिले यो अदालतको निर्णय नआउँदासम्म हामी यसलाई प्रतीक्षारत छौँ। त्यहाँसम्म हामीले यो जनतालाई सुसूचित गराउने जुन असंवैधानिक काम भएको छ सरकारको, यो जुन सर्वसत्तावाद लाग्ने जुन प्रयत्न भएको छ त्यसका विरुद्धमा हामी सडकमा आएका छौँ। यसलाई निरन्तरता हामीले दिएर जान्छौँ र जब अदालतको निर्णय आउँछ त्यसपछि त्यो निर्णय अनुसार हाम्रा आफ्ना कार्यक्रमहरू केन्द्रले तय गरेर हामी अगाडि जान्छौँ। राजी, अब एउटै प्रश्न हो। नेकपाको दोस्रो गुट यो माधव र प्रचण्डको गुट र काङ्ग्रेस अहिले सडकमा छ। हजुर, यो दुईटा गुट सरकारको विरुद्धमा लागिरहेछ। काङ्ग्रेस आफ्नो तरिकाले गइरहेछ, माधव प्रचण्डको गुट आफ्नो तरिकाले गइरहेछ। यो आफ्नो आफ्नो तरिकाबाट गइरहेछ। यिनीहरूको आन्तरिक साँठगाँठ त छैन काङ्ग्रेस र माधव गुट र काङ्ग्रेस बिचमा? होइन, यो के हो भन्नुहुन्छ भने उहाँहरूले संयुक्त रूपमा आन्दोलन गरौँ भन्ने कुराहरू पनि आएका हुन्, तपाईँहरूलाई थाहा छ। तर नेपाली काङ्ग्रेस आफ्नो उहाँहरूसँग पनि हामी सन्तुष्ट छैनौँ। उहाँहरूको जुन अहिलेको लडाइँ भनेको संविधानमाथि आक्रमण गर्ने जुन परिस्थितिको सिर्जना गराउनु भयो त्यसमा उहाँहरू कम दोषी हुनुहुन्न। अघि मैले बोल्ने बेला पनि भने हिजो कुनै बेलामा कोरोनाबाट पीडित भएको जनतालाई राहत दिनका लागि, स्वास्थ्य सामग्री दिनका लागि सरकार कहिले त्यसका विरुद्धमा अहिलेका प्रचण्ड माधव नेपाल खेमा कुनै दिन बोल्यो? सरकारले गरेको भ्रष्टाचारको विरुद्धमा कुनै दिन बोल्यो? बोलिन। र त्यहाँभित्र भएका भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बेलामा कुनै बेला बोल्यो? बोलिन। त्यसले गर्दाखेरि हामीले यिनी दुईटालाई एउटै सिक्काको दुईटा पाटा हुन्, यिनीहरू एउटै हुन्। अहिले खालि प्रधानमन्त्रीको कुर्सी स्वार्थको कारणले अहिले यिनीहरूको बिचमा झगडा भएको छ, लडाइँ भएको छ, जसको मारमा अहिलेको हाम्रो संविधान, हाम्रो देश एउटा लोकतन्त्र परेको कारणले यसबाट मुक्ति दिलाउनका लागि नेपाली काङ्ग्रेस एक्लै अगाडि बढ्छ। तपाईँले काङ्ग्रेस र जुन माधव नेपाल खेमा मात्रै भन्नुभयो, अहिले समाजवादी पार्टी पनि हिजै जुलुस उनीहरूको थियो, उनीहरू पनि लागिरहेछन्। अहिले संविधानको रक्षा गर्न लाग्ने सम्पूर्ण पार्टीहरू सडकमा छन्, आफ्नो कुराहरू राखिरहेका छन्। तर नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी भएका कारणले, यो कानुनको सर्वोच्चतालाई मान्ने भएका कारणले, कानुनी राज्यलाई मान्ने भएका कारणले सर्वोच्चको निर्णय जे आउँछ त्यही रूपमा आफ्नो कार्यक्रमहरू अगाडि बढाएर अगाडि लान्छ। राज्य, अब एउटै प्रश्न, अब आम नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई पुनः तपाईँ केही भन्न चाहनुहुन्छ? म आम नेपाली काङ्ग्रेसका कार्यकर्ता मात्र होइन, आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने नेपालको इतिहासमा अहिलेदेखि सुरुदेखि अहिलेसम्म हेर्नुभयो भने जनताको पक्षमा आफू कमजोर रहँदै पनि, आफूले चुनाव हार्ने परिस्थिति रहँदै पनि सधैँ लोकतन्त्रको पक्षमा, जनताको पक्षमा आवाज बुलन्द गर्ने र सडकमा आउने पार्टी र जनताको पक्षमा विकास निर्माणको र समृद्धिको बाटोमा अगाडि लिएर जाने पार्टी भनेकै नेपाली काङ्ग्रेस हो। नेपाली काङ्ग्रेसले कहिले पनि यो गलत कुराहरू गरेर जनतालाई भ्रममा पारेर रेल चर्ने कुराहरू गरेर, पानी जहाजमा सयर गर्ने कुराहरूदेखि लिएर पाइप लाइनबाट तपाईँको भात पकाउने ग्यास पाइप लाइन पुर्याउने कल्पना अहिले गर्दैन। अहिले हामी नेपाली काङ्ग्रेस चाहन्छौँ कि राम्रो सडक होस्, जनताले राम्रोसँग स्वास्थ्य सेवा पाउन सकुन्, राम्रोसँग आफ्ना बच्चाहरूलाई पढाउन सकुन् र एउटा औद्योगिक विकासहरू हुन सकोस्, विदेशी लगानीहरू यहाँ लिएर विदेशी लगानीकर्ताहरूलाई नेपालमा लिएर उद्योग धन्दा खोल्ने त्यो वातावरण निर्माण गर्न सकियोस्, जसले गर्दा यहाँ रोजगारी सिर्जना होस् र यहाँका युवाहरूले आफ्नै देशमा रोजीरोटी गर्न सक्ने परिस्थिति बनोस् र त्यसबाट प्राप्त हुने ट्याक्सबाट, करबाट यहाँका विकास निर्माणका कामहरूलाई पनि अगाडि लिएर जान सकियोस्। त्यो बाटोमा जानका लागि नेपाली काङ्ग्रेस सदैव लागेको छ र यही बाटोमा नेपाली काङ्ग्रेस जानेछ। र पुनः हिजो हामीले गल्ती गऱ्यौँ, मिठा नारामा हामी पऱ्यौँ, एउटा कम्युनिस्ट एकताको नाममा अब कम्युनिस्टहरू, मजदुरका पार्टी, यो दलितको उद्धार गर्ने पार्टी, किसानको पार्टी भनेर जुन भ्रममा पऱ्यौँ,
अहिले किसानहरूले मल पाइरहेका छैनन्। खेतीपातीको समय सिद्धिसक्यो। तपाईँलाई थाहा छ धान काटेर ल्याइसक्यो, धानमा मल आएन। गहुँ लगाउने बेला भयो, गहुँकोमा अहिलेसम्म मल आउन सकिरहेको छैन। किसानको पार्टी भनेर अहिले किसान मारा सरकार जुन चलिरहेको छ त्यसका विरुद्धमा त्यही भित्र रहेका दुईटा दल अहिले भएका छन्, उनीहरूले पनि कुनै दिन आवाज उठाएनन्। त्यसै कारण नेपाली काङ्ग्रेस मात्रै यस्तो पार्टी हो जसले जनताको पक्षमा जिम्मेवार पार्टी भएर आफूलाई अगाडि लिएर जान्छ र आउँदा दिनमा त्यही बाटोमा जानेछ र नेपाली काङ्ग्रेसलाई विश्वास गरेर अगाडि बढाउने अभियानमा नेपाली काङ्ग्रेसका चाहे त्यो आन्दोलनको बाटोमा हुन्छ या निर्वाचनको बेलामा हुन्छ, त्यो बेलामा नेपाली काङ्ग्रेसलाई साथ दिएर अगाडि जानका लागि म सम्पूर्ण आदरणीय नेपाली काङ्ग्रेसका कार्यकर्ता मात्रै होइन, आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, बङ्गाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। संविधान सभाका सदस्य एवं नेपाली काङ्ग्रेसका युवा नेता राजु खन्नाले आफ्ना भनाइहरू राखिसक्नु भएको छ। मगरा टिभी र जनआवाज युट्युब च्यानल अवश्य हेर्नुहोला। क्यामेराम्यानका लागि सुदन थापासँगै म अनिल अधिकारी बिदा चाहन्छु। नमस्ते।